सम्पूर्ण सेवा र नमस्ते। म लाभाङ छिमजोङ। मिति 2082 कार्तिक 25 गते फालुन्द गाउँपालिका वार्ड नम्बर 5 सारी फाक्टेप 3 निवासी स्व बलवीर छिमजोङको अन्तरी छोरा कामबाट फर्किने क्रममा दमकमा बाइकबाट एक्सिडेन्ट भएर गम्भीर घाइते भई अब विराटनगरको न्युरो अस्पतालमा उपचारमा छन्। उहाँलाई हामीले बचाउनको लागि उहाँको उपचार सहज हुनको लागि देश विदेशमा रहनुहुने हाम्रा सम्पूर्ण साथीभाइ इष्टमित्रहरूलाई हामीले गुहार्दाखेरि निकै ठूलो रकम जम्मा भएको छ। जसरी कोरियामा हाम्रो डम्बर चेम्जोङले त्यहाँ अभियान चलाएर उहाँबाट 2,89,959 र मैले यहाँ स्थानीय साथीहरू र देश विदेशमा मैले गुहार्दाखेरि 1,18,800 चाहिँ 35 रुपियाँ जम्मा भएको छ र अरू थप रकम पनि अझै आउने क्रम जारी छ र अन्य साथीहरू अन्य माध्यमद्वारा पनि साथीहरूले रकम सङ्कलन गरिराख्नु भएको छ। उहाँको अवस्था आज अहिले पनि हेर्दाखेरि निकै गम्भीर छ। त्यसले गर्दाखेरि सम्पूर्ण सहयोग गर्ने साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि अब उहाँको समस्या अझै पनि जिउको त्यो छ, त्यसले गर्दा निकै ठूलो रकम खर्च भइरहेको छ र अझै पनि हुने सम्भावना छ। त्यसले गर्दाखेरि यहाँहरूले जो कोही मेरो भिडियोलाई हेर्नु भएको छ सहयोग गर्न बाँकी साथीभाइहरूले चाहिँ यसो सहयोग गरेर चाहिँ उहाँलाई बचाउन चाहिँ थप ऊर्जा मिलोस् भन्ने कामना गर्दै केही अहिलेसम्म उठेका रकमहरू चाहिँ म वाचन गर्न चाहन्छु। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। सम्पूर्णलाई सेवा र नमस्ते। अहिले हामी विराटनगरको न्युरो हस्पिटलमा छौँ। विशेष नेपालबाट म लाभाङ चेम्जोङ अनि यता हाम्रो विशेष नेम्बाङ केही साथीहरू र कोरियाबाट हाम्रो डम्बर चेम्जोङ गरेर हामीले देश विदेशमा रहेका साथीहरू र गाउँघरमा रहेका इष्टमित्र सबै साथीहरूलाई चाहिँ एउटा आग्रह गऱ्यौँ कि जो लोकेन्द्र चेम्जोङ बचाउ अभियान भन्ने एउटा सञ्जाल चलाएको थियौँ। त्यो सञ्जाल मार्फत सम्पूर्ण इष्टमित्र साथीभाइहरूले हाम्रो अभियानलाई मन पराएर हाम्रो बिरामीलाई कसरी बचाउनु पर्छ भन्ने उद्देश्यका साथ इष्टमित्रहरूले चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। त्यो सहयोगी साथीहरूको नामअवली म वाचन गर्न चाहन्छु। पहिला हाम्रो डम्बर चेम्जोङ जो कोरियामा हुन्छ, उहाँले उता कोरियामै बसेर एउटा अभियान चलाउनु भएको थियो। त्यो अभियान चलाउँदाखेरि कसले कति दियो भन्ने विषयमा चाहिँ म तपाईँलाई सुनाउन चाहन्छु। कोरियाबाट लिलिम चेम्जोङ फालुन्द 5 1,01,000 खड्ग चेम्जोङ फालुन्द 5 70,001 मचिन्द्र नेम्बाङ फालुन्द 5 55,001 साधन नेम्बाङ फालुन्द 5 55,001 डम्बर चेम्जोङ फालुन्द 5 50,001 भगेन्द्र नेम्बाङ फालुन्द 5 50,001 रुद्र नेम्बाङ फालुन्द 5 50,001 लखन चेम्जोङ फालुन्द 5 50,001 उमन चेम्जोङ फालुन्द 5 50,001 आइन्द्र नेम्बाङ फालुन्द 5 50,001 दिल्ली नेम्बाङ फालुन्द 5 50,001 आशिष चेम्जोङ फालुन्द 5 50,001 धनरूप चेम्जोङ फालुन्द 5 50,001 डिगबहादुर चेम्जोङ फालुन्द 5 50,001 वसन्त कुमार लाउती फालुन्द 5 40,001 कुमार खजुन फालुन्द 5 40,001 गणेश चेम्जोङ फालुन्द 5 35,001 नरेन नेम्बाङ फालुन्द 5 30,001 गोविन्द नेम्बाङ फालुन्द 5 30,001 भूपेन्द्र नेम्बाङ फालुन्द 5 30,001 जितेन्द्र पोर्तेल फालुन्द 5 30,001 टिका नेम्बाङ फालुन्द 5 30,000 प्रभात नेम्बाङ फालुन्द 5 30,000 येन जापान टेकेन्द्र चेम्जोङ फालुन्द 5 30,001 श्री चेम्जोङ फालुन्द 5 30,001 डम्बर चेम्जोङ वार्ड नम्बर 9 फालुन्द 5 30,001 मुस्कान चेम्जोङ फालुन्द 5 30,001 प्रवीण नेम्बाङ फालुन्द 5 30,000 मोहन चेम्जोङ फालुन्द 5 30,000 सन्दीप चेम्जोङ फालुन्द 5 30,000 दीपक चेम्जोङ फालुन्द 5 30,000 विक्रम चेम्जोङ फालुन्द 5 25,001 इन्जोय चेम्जोङ फालुन्द 5 25,000 आइन्द्र खल्ती पीडित फालुन्द 5 25,000 सिक्किम चेम्जोङ फालुन्द 5 25,000
मिराक नेम्बाङ फाल्गुन 5 20,001 अर्पण नेम्बाङ फाल्गुन 5 20,000 हिपेश चेम्जोङ फाल्गुन 5 20,000 निर्मल नेम्बाङ फाल्गुन 5 20,000 राज सिम्जोङ फाल्गुन 5 20,000 रमेश रेशम नेम्बाङ फाल्गुन 5 20,000 अनिल नेम्बाङ फाल्गुन 7 40,000 किरण चेम्जोङ फाल्गुन 6 30,000 राज थेगुवा नेम्बाङ फाल्गुन 4 25,000 राजन रपाल फाल्गुन 4 20,000 विकल आङदेम्बे मिक्लाजुङ 2 55,000 होम सरगम आङदेम्बे मिक्लाजुङ 2 20,000 कुशल आङदेम्बे मिक्लाजुङ 2 5 20,000 सुलभ आङदेम्बे मिक्लाजुङ 2 20,000 ज्ञानु सम्मानफे कुमायक 4 50,000 प्रजन राई फिदिम 6 शिवा 50,000 राम तुम्बाको फिदिम 5 चोकमाको 20,000 सन्तोष तिलिङ लिम्बू कालीगुराँस डाङ्गापा 50,000 सुभाष सेम्जुङ चुलाचुली 50,000 डेलिया हाङचुम्बा चुलाचुली इलाम 25,000 मन मगर इलाम 20,000 रोहित कार्की केर्खा 30,000 सन्तोष सेम्जुङ शिव सतासी झापा 30,000 विष्णु कुमार सेम्जुङ झापा 25,000 अकोन राज 20,000 डम्बर तुम्रोक झापा 20,000 हरुण तामाङ 50 झापा 11,111 अम्बु पाण्डे सुनसरी 20,001 गणेश पौडेल कोदर सुनसरी 10,001 भक्त शेर लिम्बू 76 जोरपाटी 50,000 यलसिंह राई धम्बुटा 30,000 डम्बरी चेम्जुङ राजरानी धम्बुटा 30,000 रबिन मगर उदयपुर 30,000 अरुण राई भोजपुर 10,000 सन्तोष भण्डारी बेलबारी मोरङ 20,000 दिपेन्द्र चौधरी चितवन 20,000 विशाल राई उखलडुङ्गा 20,000 गोकुल जोशी कर्चुला 20,000 सोनम जोल्मो झ्याल्मो सिन्धुपाल्चोक 20,000 किरण थापा सिन्धुपाल्चोक 15,000 सुभाष राई सन्तोषुबा 20,000 जीवन तामाङ नुवाकोट 30,000 कुमारी खत्री बागलुङ 20,000 अनिल तामाङ धादिङ 50,000 शुक्र राई सोलुखुम्बु 20,000 सरोज मानन्दर दोलाखा 30,000 वसन्त थिङ भैरव 20,000 गणेश अछाम 20,000 जीवन पाण्डे गुल्मी 20,000 सुदीप खनाल गुल्मी 15,000 राज सापकोटा कैलाली 20,000 जीवन थापा मगर कैलाली 20,000 सचिन कञ्चनपुर 30,000 शुभम अधिकारी कञ्चनपुर 25,000 शोभित चुनार कञ्चनपुर 20,000 नरेन्द्र ठकुरी कञ्चनपुर 25,000 सूर्य कुमार 50,000 जेके राई 30,000 प्रवेश लावती 25,000 नवीन भट्टराई 20,001 जम्मा कोरियाबाट हामीलाई जम्मा 2,89,969 रुपियाँ पैसा बिरामीलाई जम्मा भएको छ। उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। त्यसरी नै अर्को एउटा अभियान हामीले चलाएको छौँ। यो चाहिँ मेरो तर्फबाट अभियान चलाएको जो विजय नेम्बाङ 1,500 राजेन्द्र चेन्जुङ 3,075 दिलकुमार नेम्बाङ 1,000 वीरेश चेन्जुङ लाक्पा 1,000 सुमन चेन्जुङ 1,000 विमला लाउती 5,000 यो विमला लाउती चाहिँ हाम्रो राँगाचोक मिना चेन्जुङ 5,000 नुमा लिम्बू 2,000 मिक्सेन चेन्जुङ 1,000 गोपाल चेन्जुङ 1,000 मिलन चेन्जुङ 1,500 कोपिला लिम्बू 1,000 रोशन चेन्जुङ 1,500 सुशील कपाल 1,500 एसिक शेर्मा 2,000 नरेन्द्र नेम्बाङ जुवाल युके हुनुहुन्छ। उहाँको पहलमा हर्क थलङ युके 9,200 लावती युके 9,200 नबिल यो उहाँ विदेशी हुनुहुन्छ। उहाँ एउटा 3,700 बुद्धि 3,700 नरेन्द्र नेम्बाङ 16,910 मणि चेम्जोङ युके हुनुहुन्छ। उहाँले 9,250 सुरेन्द्र नेम्बाङ शारदा उहाँ युके हुनुहुन्छ। उहाँ 9,250 सिर्जना चेम्जोङ 1,000 विजय चेम्जोङ गौडिनी 1,000 बुधराज नेम्बाङ बतासे टोल 2,000 जितेन चेम्जोङ 1,500 छाला गुण बहादुर निरौला गरेर जम्मा 3,000 त्रिविक्रम चेम्जोङ 2,000 क्षितिज इदिङको नसिबङ 2 5,000 दुर्गा नेम्बाङ हाल जापान 5,000 शीतल चेम्जोङ फाक्ते हाल रोमानिया 1,500
दिलकुमार चिम्जुङ आक्टिभ हाल मलेसिया 1500, डाइनाङ देम्बे फाल्गुन 1 हाल कोरिया 7000, रञ्जिता लिङदम चेम्जोङ बुद्ध शान्ति 1050 र यो आउने क्रम अझै जारी छ र यतिसम्म चाहिँ मैले जम्मा अहिले 34 जनाको नेम लिस्ट पढिसक्दाखेरि अहिले चाहिँ 1,18,235 जम्मा भएको छ। उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो पैसा के धन्यवाद छ है। अब म थोरै हाम्रो घाइते परिवारलाई चाहिँ म थोरै इन्टरभ्यू लिन चाहन्छु। अहिले भाइको नाम चाहिँ के हो? मेरो नाम विकास चन्द्र हो। अब घाइते चाहिँ के पर्छ आफ्नो? बिरामीको म भतिजो भतिजो मेरो अङ्कल हो। ए अहिलेसम्म कति खर्च भइरहेछ? अहिलेसम्म 10 प्लस भनौँ न, 10 लाख प्लस भइरहेछ। बिरामीको अवस्था के छ अहिले? बिरामीको अवस्था अहिले ठिकै छ। 3वटा सर्जरी थियो टाउकोमा, त्यो सर्जरी भइसक्यो। अब हेरौँ कति दिन लाग्छ अस्पतालले। डक्टरको सल्लाह अनुसार अब कति खर्च आउला जस्तो छ अझै पनि? अब सल्लाह अनुसार त खर्च त अझै आउँछ। अब धेरै काम बाँकी नै छ। डिस्चार्ज गरेर गएर नि फलोअप आउँछ, पछि गएर टाउकोमा अर्को क्याप लाउनु छ होइन, त्यति बेला नि एउटा मेजर सर्जरी नै गर्नुपर्छ। ठिक छ। जम्मा 15 लाख जस्तोले पुग्छ? गाह्रै छ। ठिक छ। के छ अब यहाँ बाहिरबाट यति ठुलो पैसा रकम आयो, उहाँहरूलाई के भन्न चाहनुहुन्छ? अब सबैलाई धन्यवाद सुरुमा त। अब सरसहयोग गरिदिनु भयो। फेरि पनि आशा गर्नुहुन्छ कि अरू इष्टमित्रहरूलाई? अब गरेकै राम्रो हाम्रो यो बेला चाहिँ। अब हाम्रो उहाँ चाहिँ बिरामीको दाइ माइला हुनुहुन्छ, हाम्रो सहयोगीहरूलाई के भन्न चाहनुहुन्छ? म चाहिँ यो विशेष गरेर अब जति पनि देश विदेशमा होइन छरेर बस्नुभएका जति पनि सहयोगी दाजुभाइहरू हुनुहुन्छ, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोगी गर्नुभएको छ होइन, उहाँहरूलाई चाहिँ अब एकदम मनैबाट हृदयबाटै धन्यवाद दिन चाहन्छु। किनभने उहाँहरू बिना यो अहिले विराम पनि यसरी अब सम्भव हुँदैन थियो होला सायद। त्यसमा एकदम अब हाम्रो परिवारको तर्फबाट चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब आशा के छ अझै पनि तपाईँहरूलाई यसो भन्ने छ? आशा अझै पनि उहाँहरूको होइन सहयोग अझै हुन्छ भन्ने एउटा अपेक्षा चाहिँ राखेको छौँ होइन। र अब विशेष गरेर न्युरोमा आज हाम्रो 5 तर फागुन माथि 5बाट हाम्रो आउनुहुने हाम्रो लाभाङ सरलाई पनि विशेष धन्यवाद र उहाँलाई पनि धन्यवाद। धेरै दुःख गर्नुभएको छ होइन। यो